साइप्रसमा युरो कमाउनु मात्र टफ कुरा होइन कि यो समरमा सर्भाइभ गर्न सक्नु पनि टफ कुरा हो। सो हेलो गाइज, वेलकम टु माई मिनी ब्लग। सो आज चाहिँ मेरो छुट्टी, म अरूको जस्तो सुँगुर पारामा सुतेर बस्दैन। मलाई चाहिँ छुट्टीको दिन सुत्नै मन लाग्दैन। म यति धेरै काम गर्छु होला भनेर तपाईँहरूलाई विश्वास लाग्दैन भने हेर्न सक्नुहुन्छ। भित्र हेरे भित्र चम्केको छ, टोयलेटमा हेरे उतै चम्केको छ। अनि बाहिर गएर हेरेको त सञ्जय भाइ त म भन्दा पनि झन खतरा रहेछ। यस्तो घाममा पनि फ्रिजलाई बाहिर लिएर चाहिँ मस्तले धुलाई हानिरहेको। 7वटा घोडाको फोटो चाहिँ मैले टिमुबाट अर्डर गर्दा साइज नथाहा पाएर यति सानो आएको छ, त्यही पनि ओके छ। र आज म कोइरीहरू जस्तो रोडमा नाङ्गै हिँड्छु, मेरो सिक्स प्याक कस्तो छ भनेर मोबाइल खोलेर हेर्दाखेरि मैले आफूलाई चिनेन बेली कति झुन्डेको के बाबा। अब हप्ताभरिको थकान मेटाउनको लागि आज छुट्टीको दिन एउटा पनि टके खाएन भने छुट्टीको कुनै अर्थ रहँदैन। त्यसैले मैले यसलाई फटाफट पूजा गरिहालेँ। अनि नेपालबाट आएको यो जुत्ता आज फर्स्ट टाइम लगाउँदैछु। यो कस्तो छ, चाइनिज कम्पनी हो कि के हो मलाई केही पनि थाहा छैन। यो लगाएपछि थाहा हुन्छ। लगाएर ब्रुक ब्रुक उफ्रेको यो जुत्ता लास्टै कम्फर्टेबल लाग्यो र दामी पनि लाग्यो। कस्तो छ तपाईँहरूले पनि भन्दै गर्नुहोस् है त। साथै नै चङ्की एक्लै रङ्गिन चङ्की भनेको जस्तै यहाँ सेन्टरमा बसेर एउटा हेल खाँदै बस्दैछु। र यो फुललाई मैले कति दिन भयो क्याप्चर गर्छु भन्दै पनि केही फुर्सद नै पाइरहेको थिएन। र तपाईँहरू पनि घुम्न आउँदै हुनुहुन्छ पनि छिटो आउनु होला, फेरि फुल ओइलाएर झर्न सक्छ, तपाईँहरू पछुतोमा पर्न सक्छ। अब क्यामेराम्यान नभइसकेपछि आफै फोनलाई भित्तामा अड्काएर आफै फोटो खिच्ने, आफै टिकटक बनाउने, आफै भिडियो बनाउने र आफै एक्लै इन्जोय गर्ने। तर आज 2 बजेको घामले यति खायो कि मलाई पुरै कालो बनाइदियो। म यसै कालो मान्छे घामले कालो बनाउँदैमा मलाई केही पनि फरक पर्नेवाला छैन, किनभने फरक एउटै छ। साडी लगाएकोलाई हामीले हेर्ने कुरा भएन र प्यान्ट लगाएकोले हामीलाई हेर्ने कुरै भएन। त्यही भएर जिन्दगी लामो छ केटा, फटाफट एप्लाई गर र साइप्रस आऊ, युरो कमाऊ र आफ्नो घर जमाऊ। र अन्तिममा यो झन्डा देखिसकेपछि मलाई के याद आयो भने अहिले विश्वकप चलिरहेको छ। तपाईँ कुन देशको फ्यान हो र कुन देशले जित्न सक्छ तल कमेन्ट गर्न पनि नबिर्सनु होला। सो गाइज, आजको मेरो मिनी भ्लग चाहिँ कस्तो लाग्यो? यदि मन परेको खण्डमा चाहिँ लाइक, कमेन्ट, सेयर र फलो गर्न नबिर्सनु होला। बाइ बाइ, सी यू नेक्स्ट टाइम।